सबैलाई नमस्कार। मेरो नाम विक्रम। आज म यस्तो डरलाग्दो घटनाको बारेमा भन्न गइरहेको छु जुन म 11 वर्ष हुँदाखेरि ढोलाइटीको होस्टेलमा भएको थियो। त्यो बेलामा मम्मी बाबासँग ललितपुरको भैँसीपाटी भन्ने ठाउँमा बस्थे र मेरो पढाइ एकदम खराब भएको कारण मेरो मम्मी बाबाले मलाई काठमाडौँको ढोलाइटी भन्ने ठाउँमा एउटा होस्टेल थियो त्यहाँ लगेर राखिदिने निर्णय गर्नुभयो र म पनि एकदमै खुसी थिएँ किनभने साथीभाइहरूसँग सँगै सुत्ने, सँगै खाने र सँगै पढ्न पाइन्छ भनेर। त्यसपछि दिनहरू बित्दै गयो र साथीभाइहरूसँग नजिकिँदै गएँ म पनि। र हाम्रो रुममा चाहिँ एउटा सुरेश नाम गरेको दाइ बस्नुहुन्थ्यो र उहाँले चाहिँ हामीलाई जहिले पनि यसरी नै डरलाग्दो भूतको कथाहरू सुनाउनुहुन्थ्यो र हामी पनि एकदमै डराउँदै अनि एकदमै रमाइलो मान्दै सुन्थ्यौँ हामी उहाँको कथा। तर एक दिन यसरी नै कथा सुनाउँदै जाने क्रममा उहाँले तिमीलाई एउटा म सत्य घटनाको बारेमा भन्छु जुन यो होस्टेलमा घटेको थियो भनेर भन्नुभयो। त्यसपछि हामी पनि अचम्म मान्दै के चाहिँ हो त दाइ भन्नु न त भनेर भन्यौँ। अनि त्यसपछि त्यो दाइले एकदमै डराएको जस्तो आवाजमा भन्न थाल्नुभयो, जुन यो हामी सुतिरहेको रुम छ नि, यो रुममा त पहिला मेरो साथी डिप्रेसनको कारणले यही पङ्खा राखेको ठाउँमा झुन्डेर मरेको थियो भनेर भन्नुभयो। त्यसपछि मैले दाइलाई हे दाइ कति मजाक गर्नुहुन्छ भन्दै म पनि नि हाँस्दै दाइको कुरालाई मतलबै नगरिकन त्यो रात म त्यत्तिकै जिस्किँदै निदाइसकेछु। त्यसपछि भोलिपल्ट उठेर लुगासुगा लाएर स्कुलमा पढ्न गइयो र पढेर आइसकेपछि साथीहरूसँग खाजा खान बस्ने टाइममा साथीहरूलाई भने मैले हिजो दाइले यसो कुरा गर्दै हुनुहुन्थ्यो, मलाई तर्साउन खोज्दै हुनुहुन्थ्यो भनेर भने र मेरो साथीहरू मलाई एक्कासी यस्तो डराएको तरिकाले हेर्न थाले। त्यसपछि मैले सोधेँ के भयो किन यसरी हेरेको भनेर र साथीहरूले भने त्यो दाइले मजाक गर्नुभएको होइन, त्यो घटना साँच्चीकै घटेको छ भनेर भन्न थाले। त्यसपछि मेरो मुटु नै एकदमै चिसो भएर आयो अनि त्यसपछि साथीहरूले आफूलाई त्यो होस्टेलमा धेरैचोटि तर्साएको भनेर मलाई भन्न थाले र आफू त्यही रुममा सुत्ने भएको कारण मलाई पनि एकदमै डर लाग्न थाल्यो। त्यसपछि मलाई पनि त्यो सबै कुराहरू सुनिसकेपछि मनमा छुट्टै डर बस्न थाल्यो र म पढेर होस्टेल फर्किँदाखेरि मलाई लाग्थ्यो कि मलाई कसैले पछाडिबाट हेरिरहेको छ कि र कुनै अदृश्य शक्तिले मलाई आफूतिर तानिरहेको छ कि जस्तो लाग्थ्यो। अनि बिस्तारै मैले धेरै त्यस्तो नेगेटिभ एनर्जीहरू फिल गर्न थालेँ। अनि एक दिन म राति बेडमा सुतिरहेको बेला मलाई कसैले मेरो घाँटी थिचिरहेको छ कि जस्तो महसुस हुन थाल्यो। त्यसपछि म जुरुक्क उठेर एकदमै ठुलो स्वरमा चिच्याउन थालेँ। त्यसपछि होस्टेलको वार्डेनहरू सबैजना के भयो बाबु भन्दै हात्तिँदै आउन थाल्नुभयो। त्यसपछि मैले भने कि कसैले मेरो घाँटी थिचिरहेको थियो म निदाइरहेको बेला भनेर। उहाँहरूले हाँस्दै तिमीले नराम्रो सपना देख्यौ होला, त्यही लाटा सुत भनेर भन्नुभयो। त्यसपछि मैले नि पानी सानी खाएर सुत्ने धेरै प्रयास गरेँ तर त्यही कुराको डरले होला म निदाउनै सकिनँ र त्यो रातमा सुतिनँ र त्यत्तिकैमा बिहान भयो। त्यो रातिको कुराले गर्दा मलाई हल्का ज्वरो नै आइरहेको थियो र मलाई सन्चो पनि भइरहेको थिएन। त्यसपछि होस्टेलको वार्डेनरले डाक्टर बोलाइदिनु भयो र डाक्टरले भन्नुभयो कि हिजो राति तर्सेको कारणले होला उसलाई ज्वरो आएको छ, यो दबाई दिनु ऊ ठिक हुन्छ भनेर भन्नुभयो। र त्यही दिनमा हाम्रो स्कुलको एउटा म्यामको बर्थडे थियो र म बिरामी भएको कारणले होस्टेलको वार्डेनरले तिमी नजाऊ, तिमी यहीँ बस भनेर भन्नुभयो र त्यो रुममा म एक्लै नै थिएँ र मलाई एकदमै डर लागिरहेको थियो। रातिको 10 बजिसकेको थियो, त्यही भएर म पनि दबाई सबाई खाएर सुत्न लागेको थिएँ अनि बत्ती निमाएर म सुतिरहेको थिएँ। एक्कासी मलाई झ्यालको चुकुल कसैले खोल्न खोजिरहेको छ जस्तो महसुस हुन थाल्यो। त्यसपछि बिस्तारै उठेर हेरेँ त्यहाँ कोही पनि थिएन। यसो सोचेँ हावाले पो हो कि भनेर त्यो कुरा मतलब नगरिकन सुत्ने कोसिस गरिरहेको थिएँ। म निदाउन लागेको थिएँ, त्यही बेला कसैले ढोकामा एक्चुअली ड्याङ्गा हानेको आवाज आयो। त्यसपछि मलाई एकदमै डर लाग्यो र मैले ओढनीले आफ्नो मुख झ्याप्प छोपेँ। सायद मैले त्यो गर्नु नै एकदम ठुलो गल्ती थियो किनभने जब मैले ओढनीले मुख छोप्ने बित्तिकै केही कुरा म माथि चढेर मेरो घाँटी न्याकिरहेको थियो र म त्यो बेला एकदमै होसमा थिएँ।
र मलाई थाहा थियो कि यो कुरा सपना होइन भनेर। मैले धेरै कोसिस गरेँ तर त्यो ओढ्ने हटाउनै सकिनँ। म चिच्चाएँ, कराएँ, रोएँ तर कसैले मेरो आवाज सायद सुनिरहेकै थिएन। धेरै कोसिस गर्दा पनि नसकेपछि म आतेर त्यही बिहोस हुन पुगेछु। त्यसपछि मेरो आँखा भोलिपल्ट हस्पिटलको बेडमा खुल्छ र मेरो अगाडि मम्मी बाबा रुँदै बसिरहनु भएको हुन्छ र मलाई होसाइसकेपछि बाबु हिजो राति त्यहाँ के भएको थियो बिस्तारै भन्न सक्छौ भनेर भन्नुहुन्छ र मैले सबै कुरा मम्मी बाबालाई भनिसकेपछि मम्मी बाबाहरू छक्क पर्नुहुन्छ र होस्टेलको वार्डनलाई हस्पिटलमा बोलाएर सबै कुरा सोध्नुहुन्छ र होस्टेलको वार्डनले नि त्यो होस्टेलमा धेरैचोटि यस्तो भइसकेको भनेर बयान दिन्छन्। यस्तो घटना घटिसकेपछि मम्मी बाबाहरूले मलाई होस्टेल नराख्ने निर्णय लिएर घर लानुहुन्छ। अनि पछि मम्मीले मलाई एउटा झाँक्रीकोमा हात देखाउन लाँदाखेरि त्यो झाँक्रीले एउटा यस्तो कुरा बाहिर निकाल्छ कि जुन सुनेर मम्मी बाबा र मेरो पनि होस उडेको थियो। झाँक्रीले के भनेको थियो भन्दा त्यो होस्टेलमा त्यो मान्छे मात्र झुन्डेर मरेको होइन, त्यो होस्टेल पहिल्यैदेखि एउटा मसान घाट थियो भनेर त्यो झाँक्रीले भन्नुहुन्छ। त्यो सुनिसकेपछि म त बोल्नै नसक्ने भएको थिएँ र यही नै थियो मेरो एकदमै डरलाग्दो घटेको सत्य घटना। यदि हजुरहरूलाई यो भिडियो मनपर्छ भने भिडियोलाई लाइक, च्यानललाई सब्सक्राइब र कमेन्ट गर्न सक्नुहुन्छ कस्तो लाग्यो भनेर। धन्यवाद।